ल हामी केन्जोको राजधानीमा भाइ हाम्रो भाइ केन्जोको बिचमा बसेको छ। केन्जोको फोटो लिँदैछ भाइले। यो जहाँ ताहीँ डाँडा काँडाभरि केन्जो नै केन्जो देखिया छ। यो माथि केन्जो नै केन्जो छ। यसरी केन्जो देखिएको छ। केन्जोको राजधानी हाम्रो टोली माथि डाँडामा केन्जोसँग रमाइरहेको छ। यसरी केन्जो यहाँ अगाडि पनि केन्जो देख्न सकिन्छ। त्यहाँ पर पनि केन्जो नै देख्न सकिन्छ। जताततै केन्जो नै केन्जो। यो ढुङ्गाको बिचमा केन्जो फुल्या छ। यसरी फुल्या छ। बादलले पनि हामीलाई ढाकिरहेको छ। अब हाम्रो यात्रा क्रमशः तल झर्नेछ। यो केन्जोलाई हेरेर हामी तृप्त चाहिँ भएको छैनौँ। केन्जोलाई हेर्दा यहीँ बसिरहँ राखौँ जस्तो हेरौँ जस्तो हामीलाई भएको छ। यसरी माथि पनि जताततै केन्जो नै केन्जो देखिन्छ। हाम्रो टोली माथि डाँडाबाट झरिरहेको छ। प्रदीपजी केन्जोको फोटो खिच्दै हुनुहुन्छ। सानो सानो केन्जोहरू फुल्नलाई एकदम तयार भएको छ। यसरी यस्तो मनमोहक दृश्य छ। हस्, धन्यवाद, नमस्ते।